नमस्कार सम्पूर्ण दर्शकवृन्द श्रोताहरूलाई हजुरहरूले थाहा पाइसक्नु भएको छ आज हामी कसको कुरा गर्दैछौँ र पहिलाको भिडियोमा पनि हामीले धेरै उहाँको बारेमा कुरा गरिसकेका छौँ। हो दर्शकवृन्द, आज हामी बालेन्द्र शाहको कुरा गर्दैछौँ र बालेन्द्र शाहले के कसो काम गरे भन्ने कुरा पनि हामी यहाँहरूलाई बुझाउन गइरहेका छौँ। 2079 सालको कुरा हो जब तीनवटा पार्टीभन्दा बेग्लै पार्टी खोलेर आएका एक युवा शक्ति बालेन्द्र शाह एक युवा भएर जन्मे, तर उनले सयौं युवालाई जन्म दिए। हो दर्शकवृन्द, तीनवटा पार्टी जस्तै नेपाली काङ्ग्रेस, एमाले र हाम्रो माओवादी, यहाँ तीनजना पार्टीको कुरा गर्नु पनि मलाई लाज लागिरहेछ। म तीनवटा पार्टीलाई थुक्न चाहन्छु। हो दर्शकवृन्द, तीनचोटि मैले थुकेँ, तर कति थुक्नुपर्ने मलाई थाहा छैन, तर धेरै थुक्नुपर्ने। र आज 2079 सालको कुरा गर्दै गर्दाखेरि तीनवटा पार्टीलाई तोड्ने किसिमले वा अर्कै नेपालको रूपमा ल्याउने कुरा गर्दै गर्ने हो भने बालेन्द्र शाह जन्मिसकेपछि हाम्रो धेरै ठाउँमा नेपालको विकासको रूपान्तरण फेर्ने हाम्रो सोच बदलियो र बालेन्द्र शाह केवल नाममा मात्रै होइन, उनले काममा पनि आफ्नो ध्यान दिए। र त्यसै गरी हाम्रो युवा शक्तिको कुरा गर्ने हो भनेदेखि उतातिर हर्क साम्बाङ पनि जन्मे, अर्को ठाउँमा गोपी हमाल जन्मे। धेरै ठाउँमा धेरै पार्टीहरू खुले, तर पार्टी खुले तर स्वतन्त्र पार्टी खुले। मैले यहाँ एमालेको कुरा गर्दै गर्दा मैले रेणु दाहालज्यूलाई नराम्रो भन्न खोजेको होइन, उहाँ जस्तो धेरै पार्टीहरू पनि छन् राम्रा काम गर्ने, तर के भनेदेखि पार्टीमा लागेर मान्छेहरू बिग्रिँदै गए। त्यसैले म के भन्न चाहन्छु भनेदेखि हामी पार्टीमा मात्र लाग्ने होइन, पार्टी सहित अझै काम गर्दै जाने हो भने बालेन्द्र शाह जस्तै काम गर्ने, जस्तै फुटपाथ बनाए, धेरै ठाउँमा गरे। हाम्रो अपेक्षा र आकाङ्क्षालाई सम्झिने हो भने बालेन्द्र शाहले अझै प्रधानमन्त्री भयो भने के काम गर्ला नि त। मैले यहाँ भन्दै गर्दाखेरि अर्को साम्पाङलाई प्रधानमन्त्री नबनाउनु भन्नेको कुरा होइन, तर अर्को साम्पाङलाई नेक्स्ट टाइम ट्राई गर्दा हुन्छ। तर बालेन्द्र शाहलाई यहीचोटि लिँदाखेरि मेरो र हजुरको इच्छा आकाङ्क्षा कसरी फुलफिल हुन्छ हेरौँ न त भन्ने कुरा हो। र त्यसै गरी बालेन्द्र शाह एक नाम मात्रै हुनन्, उहाँ ब्रान्ड हो। ब्रान्ड अर्थात् नेपालको मुहार फेर्ने एक व्यक्तित्व हो दर्शकवृन्द। बालेन्द्र शाहले चाह्यो भने नेपालको मुहार वा परिवर्तनलाई एकैसाथ रूपान्तरण गरिदिन सक्छन्। बालेन्द्र शाहलाई धेरै कुरा गरियो, जस्तै कि लुसिफर, देशद्रोही, इन्डियाको एजेन्ट, धेरै ठाउँमा धेरै कुरा भनियो, धोती भनियो, जे पनि भनियो। तर हामीले त्यस्तो अहिले पनि भन्दैछन् चुनाव नजितुन् भनेर, तर हामीले त्यो सोच्ने होइन। बालेन्द्र शाहले जित्छन् र अवश्य नेपाललाई सही ढङ्गले, सही तरिकाले, सही व्यवस्था प्रणालीको तर्फबाट नेपाललाई एकीकृत गरे जस्तै नेपाललाई सुन्दर र शान्त देश बनाउन मद्दत गर्छन् भन्ने मेरो इच्छा आकाङ्क्षा जे छ त्यही हो। कृपया यो भिडियोलाई सेयर गरिदिनु होला भन्ने अनुरोध छ र हाम्रो युट्युब च्यानलमा पनि जोडिनु होला। आजको लागि यति नै। हस्त नमस्कार। जय देश, जय बालेन्द्र, जय स्वतन्त्र, जय शान्ति, जय गौतम बुद्ध।